उठाइए ना। भन बेबी क्या अहिले हल्का बिजी थिएँ त्यही भएर हो भेट्न आउन नपाएको जानुपर्छ त्यो एउटा दामी मैले एस्थेटिकवाला क्याफे देखेँ त्यसमा हामी डेट जानुपर्छ नि चट्टा लगाएर धेरै भयो हामी डेट सेट नआएको पनि जाने हो कि ढुक्क भएर बस नि तिमी यहाँ जाने हो कि हामी डेट जाने हो चिन्ता नगर न ल एक दुई दिन भोलि जाऊँ ल भोलि होइन नि भोलि नजाऊँ आज जाऊँ आज यसो 4-5 बजीतिर जाऊँ ल नि साँझ यसो घाम नलागेको बेलामा अब फेरि कालो हुन्छ अब थाहा नि म कस्तो स्किन केयर गर्नेवाला मान्छे हो ल है। A few moments later. उठाइए ना। हेलो दाइ हजुरको यहाँ 3 महिनाको भाडाको पैसा बाँकी भयो आज साथीको पाइल्सको अपरेसन गर्न पर्ने भयो आज म कति बजे भनेपछि 2 बजे पैसा लिन आउँछु जसरी पनि पैसा गरिदिनु है दाइ आज एकदम इमर्जेन्सी छ बुझेर जसरी पनि थाहा छ मलाई हजुरसँग पैसा छ हजुरको स्यालेरी आयो भन्ने मैले सुनिसकेको थिएँ जसरी पनि गरिदिनु है दाइ हेर्नु अपरेसन गराउनै पर्ने भयो